हाई गाइज, आज चाहिँ हामी चाहिँ भ्लग बनाउन हिँडेछौँ। हामी चाहिँ कान्छो ज्योतिष भ्लग हिँडेछौँ बनाउनलाई चाहिँ। हामी चाहिँ प्रसिद्ध ठाउँमा हिँडेछौँ, जिम पार्कमा हिँडेछौँ। आज हामी गाइज हरैया यो कञ्चन 3 हरैयामा रहेको लोकल जिम जस्तो मन्दिरहरू अनि बच्चाहरू खेल्ने पार्क यस्तो पार्कमा जाँदैछौँ हेर्नलाई। फर्स्ट टाइम हाम्रो यो ज्योतिष बाबुसँग अरू यसले भन्छ हामी चाहिँ भन्ने कुरो भनिसके हाम्रा मित्रले। अब चाहिँ वहीँ गएर तपाईँलाई चाहिँ देखाउनेछौँ। हामी चाहिँ पैदल हिँडिरहेछौँ। अब चाहिँ हामी चाहिँ आधी घन्टामा त्यहाँ पुग्छौँ गाइज। त्यसपछि हजुरलाई मैले फेरि अर्को भिडियो जोड्छु ल गाइज। यो चाहिँ मेरो फर्स्ट भ्लग हो, केही गल्ती भएपार माफी पाऊँ। हामी चाहिँ यहाँ रोडमा हिँड्दैछौँ, हजुरलाई चाहिँ रोड पनि देखाउँछौँ गाइज। यहाँ हेर्न सक्नुहुन्छ चाहिँ रोडमा हिँडिरहेका छौँ। अहिले चाहिँ हामी चाहिँ पुनलाई चाहिँ अझै बेर छ गाइज। अब हामी चाहिँ यहाँ हेर्न सक्नुहुन्छ गाउँ पनि छ, यस्तो सुन्दर रमणीय ठाउँ छ यो। तपाईँहरू पनि घुम्न आउनु सक्नुहुन्छ। यहाँ चाहिँ अहिले खेतको सिँचाइ भइरहेको छ यहाँ गाइज। हामी अब बाटोमा हिँडिरहेको छौँ। अब हजुरहरूलाई त्यहाँ पार्कमा पुगेर अनि अर्को भिडियो कन्टिन्यू हुन्छ। अब हामी चाहिँ हिँडिरहेका छौँ गाइज। यहाँ हेर्न सक्नुहुन्छ हाम्रा साथी पनि छन्, सधैँ जिम पार्कमा आइराख्ने। उहाँ चाहिँ एकदम प्रसिद्ध ऱ्यापर पनि हुनुहुन्छ। उहाँले चाहिँ विभिन्न ठाउँमा चाहिँ ऱ्याप हानेर आफ्नो नाम पनि रोशन भएको छ। उहाँले चाहिँ यस्तो ऱ्याप हान्नुहुन्छ कि मन छुने नै। हाम्रो यो अहिले नेपालमा भइरहेको घटनालाई समेत लिएर पनि उहाँले ऱ्याप हानेर चाहिँ भोइस अफ नेपालमा गएर पनि आउनुभएको छ। उहाँले मेडल जितेर। तपाईँले पनि सम्पर्क गर्न सक्नुहुन्छ। कुनै ऱ्याप हान्नु छ भने, कुनै होटेलमा गीत गाउनु छ भने हाम्रा अर्थात् खनाललाई चाहिँ म्यासेज गर्न सक्नुहुन्छ। नभए हजुरले चाहिँ यही भ्लगमा चाहिँ म्यासेज प्राप्त हुन्छ हजुरलाई। हामी चाहिँ जिम पार्कमा आइसकेछौँ गाइज। हामी चाहिँ अहिले बाटामा छौँ, आधी बाटा जति लगाइछ। अब हामी चाहिँ जिम पार्कमा गएर चाहिँ तपाईँलाई चाहिँ जिमहरूको चाहिँ दृश्यहरू देखाउनेछौँ र तपाईँलाई चाहिँ विभिन्न रोज कुराहरू पनि सुनाउनेछौँ। तपाईँले चाहिँ के सोच्नु भन्दाखेरि यो भ्लग बनाएको किन हो भन्दा तपाईँले नेगेटिभ नसोच्नुलाई यो भ्लग बनाएको किन भन्दा तपाईँलाई जनचेतनामूलक तरिकाले भ्लग बनाइएछ। अब हामी चाहिँ हजुरलाई चाहिँ यही भ्लगद्वारा नै तपाईँलाई चाहिँ ज्योतिषको बारेमा पनि ज्ञान दिनेछौँ र हजुरलाई विभिन्न प्रकारको तरिकाले पनि ज्ञान दिनेछौँ। यसमा चाहिँ तपाईँले चाहिँ अन्यथा नमान्नु होला गाइज। अब चाहिँ हामी चाहिँ आइसक्यौँ गाइज। यही हो हाम्रो चाहिँ प्रकृतिको हावा। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो पार्क चाहिँ त्यहाँ छ। त्यहाँ बालबच्चाहरू खेलिरहेका छन् पार्कमा चाहिँ, बच्चाहरू पनि खेलेछ। यो चाहिँ अनलिमिटेड भ्लग हो। तपाईँले चाहिँ जस्तो किसिमको भन्नुहुन्छ त्यस्तै किसिमको चाहिँ भ्लग बन्नेछ। र गाइज हजुरले चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ के किसिमको गल्ती भयो। यो पहिलोचोटि हो भ्लग बनाएको गाइज। यहाँ हेर्न सक्नुहुन्छ हामी चाहिँ अब चाहिँ हजुरलाई चाहिँ रोमाञ्चक बुझ्नुभयो नि, सुप्पा देउराली भनेपछि कस्तो रोमाञ्चक नाम छ, तपाईँको देवी देवताहरूको नाम छ। हाई गाइज, आज चाहिँ कान्छो ज्योतिष भ्लग चाहिँ जिम पार्कमा आइसकेछौँ गाइज। यहाँ हेर्न सक्नुहुन्छ जङ्गल पनि छ गाइज। यहाँ हामी चाहिँ अब जिम गर्न आएका छौँ। हजुरलाई चाहिँ विभिन्न प्रकारका प्रकृतिहरूको मनोरञ्जन पनि देखाउनेछौँ। र यहाँ हामी चाहिँ विभिन्न प्रकारका वैदेशिक यात्राहरू पनि आउनेछन्। यहाँ घुम्नलाई प्राकृतिक सौन्दर्यता पनि छ। यहाँ यस्तो मनोरञ्जन ठाउँ छ, तपाईँले पिकनिक खाने पनि ठाउँ बन्ने लागेको छ यहाँ गाइज। हेर्न सक्नुहुन्छ यो चाहिँ सुप्पा देउराली हो। यो चाहिँ हामी चाहिँ पार्कमा आइसकेछौँ। हामी चाहिँ पार्कमा आएर अब हामीले चाहिँ हजुरलाई पार्कको मनोरञ्जन पनि देखाउनेछौँ। यो पार्क के हो भन्दाखेरि विभिन्न किसिमका योगाहरू गर्ने ठाउँ हो। जस्तै हजुरलाई स्वास्थ्यमा समस्या छ भने तपाईँले यस्ता जिमहरू पनि गर्न सक्नुहुनेछ गाइज। यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ के हो भन्दाखेरि यो चाहिँ बसेर चाहिँ गर्ने खालको जिम हो। यो चाहिँ हजुरले चाहिँ पैसा तिरेर जिम गर्न जानुहुन्छ, तर यो प्रकृति र सौन्दर्यताले भरिपूर्ण ठाउँ हो। यहाँ चाहिँ डेटिङ पनि आउने गर्छन्। यहाँ डेटिङ पार्क पनि भन्ने गर्छन् यो ठाउँलाई चाहिँ। यहाँ डेटिङ स्पोट लगाइछ। यहाँ हेर्न सक्नुहुन्छ हाम्रा चाहिँ साथी चाहिँ खेलिरहेका छन्। यिनलाई चाहिँ एकदम मनोरञ्जन तरिकाले खेलेछन् हाम्रा चाहिँ ऱ्यापर गाइज। यहाँ हेर्न सक्नुहुन्छ यस्तो रोमाञ्चक छ ठाउँ। हामीले चाहिँ विभिन्न प्रकारका प्रजातिहरू पनि हेर्न सकिन्छ यहाँ। र कस्तो छ कि ठाउँ पनि हेर्दा पनि अचम्म लाग्ने धरती र आसमानको फरक छ गाइज यहाँ चाहिँ एकदम तरिकाले। तर म यहाँ अस्ति आउँदाखेरि मैले चाहिँ अचम्म देखेँ।
के अचम्म देखेँ भन्दाखेरि एउटा स्याल चाहिँ एउटा भालुलाई लहट्दै गएको, तर भालुले चाहिँ स्याललाई खान नसकेको गाइज। यो चाहिँ तपाईँलाई बुझाउन गाह्रो छ गाइज, होइन। हाम्रा चाहिँ साथी हाँसिरहेका छन् र साथीले पनि एकदम मनोरञ्जन गरेका छन्। ल गाइज, त्यहाँ चाहिँ एकदम हेर्न सक्नुहुन्छ। यो के होला तपाईँलाई अचम्म लाग्यो होला, यो के हो भन्दा तपाईँले पनि सोध्न सक्नुहुँदैन। यो के हो, यो के हो तपाईँले यसो मनोरञ्जन गर्ने तरिका तपाईँलाई थाहा छैन। यो चाहिँ के भन्दाखेरि गाडी, तपाईँले गाडी सिक्न जानुहुन्छ, तपाईँले 15-20 हजार खर्च गर्नुहुन्छ गाइस। यो जिम पार्कमा आउनुहोस्, 1 महिनासम्म राम्रोसँग ह्यान्डल घुमाउन सक्नुहोस् र कोलोच ब्रेक राम्रोसँग जान्न सक्नुहुन्छ भने तपाईँले गाडी पनि चलाउन सक्नुहुन्छ। लगाइच अब हामीले चाहिँ जिम गर्छौँ र त्यसपछि तपाईँ हामी चाहिँ गाइस यहाँ पार्कमा आएका छौँ। यहाँ पार्क हेर्न सक्नुहुन्छ, कस्तो रोमाञ्चक छ पार्क पनि, कस्तो अदृश्य तरिकाले पार्क बनेको छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँले, यो आउने ठाउँ के होला भनेर तपाईँलाई शङ्का लाग्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ सुप्पा देउराली मन्दिर, यहाँ चाहिँ हाम्रो चाहिँ प्राकृतिक मन्दिर पनि छ, ऐतिहासिक मन्दिर पनि रहेको छ। यो चाहिँ हाम्रा विश्राम गर्ने ठाउँ हो गाइस। यो चाहिँ प्रकृति रूप तरिकाले प्रतीक्षालय हो। यहाँ चाहिँ हजुरले आएर विभिन्न किसिमको सुटिङहरू पनि गर्न सक्नुहुन्छ। यहाँ चाहिँ फिल्मको पनि सुटिङ हुनेछ यो सुप्पा देउरालीमा गाइस। हेर्न सक्नुहुन्छ यहाँ कस्तो रोमाञ्चक तरिकाको ठाउँ छ। यहाँ तपाईँले आएर पिकनिक पनि खान सक्नुहुनेछ। यहाँ विभिन्न तरिकाको जीव प्रजाति पनि पाउन सक्नुहुन्छ र यहाँ हाम्रा मन्दिर पनि छ गाइस। म चाहिँ यहाँ दुगुरिरहेको छु, यहाँ चाहिँ तपाईँलाई चाहिँ देखाउनलाई गाइस। यहाँ हेर्न सक्नुहुन्छ के अचम्म लाग्यो के भयो भन्दा र तर तपाईँले त्यस्तो अन्यथा नलिनुहोला गाइस। यहाँ हेर्नु 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 यो मन्दिर हेर्नुहोस् कस्तो प्रकृतिले बनेको छ। तपाईँहरूलाई थाहाको पनि छैन होला, तपाईँले यो मन्दिरको वातावरण पनि बुझ्न सक्नुभएको छैन होला गाइस। यहाँ हेर्न सक्नुहुनेछ, यहाँ चाहिँ देवी स्थलहरू पनि छ यहाँ गाइस। यहाँ हेर्नुहोस् विभिन्न किसिमको मन्दिरहरू पनि छ, मठ मन्दिरहरू र विभिन्न प्रकारको। यो चाहिँ सुप्पा देउराली मन्दिर हो। तपाईँले बागलुङ गएर सुप्पा देउरालीलाई वरदान माग्नुहुन्छ, भक्कल माग्नुहुन्छ, तर तपाईँले यहाँ आएर मन्दिर पुज्नुभयो भने तपाईँलाई एकदम राम्रो हुनेछ गाइस। यहाँ हेर्न सक्नुहुनेछ यस्तो सुन्दर प्राकृतिक ठाउँमा छ। र हाम्रो हेर्न सक्नुहुन्छ उतो चाहिँ चर्पी छ गाइस। त्यो चर्पीमा चाहिँ यहाँ आएका पर्यटन स्थलहरूले चाहिँ बाहिर चर्पी नगरून् भनेर चाहिँ चर्पीको पनि व्यवस्था गरिएको छ गाइस। यो नल्का हो, यो चाहिँ तपाईँले चाहिँ किन देखा होला भनेर अचम्म पर्नुभयो होला गाइस। यहाँ चाहिँ यो चाहिँ पानी खाने ठाउँ हो। यो चाहिँ जनजीवनीहरूले पानी खाउन् भनेर यो नल्का राखिदिएको। कोही मान्छेहरू थाकेर आउन सक्छन् यहाँ गाइस। र यो मन्दिरमा चाहिँ पानी पनि खान सक्नुहुनेछ गाइस। यहाँ हेर्न सक्नुहुन्छ यस्तो सौन्दर्य ठाउँमा तपाईँ आउनुहोस्, यसो मनोरञ्जन गर्नुहोस्। र हामी पनि अब तपाईँलाई चाहिँ विभिन्न प्रकारको यस्तै पार्ट 2 मा चाहिँ भ्लग लिएर आउनेछौँ गाइस। अहिले चाहिँ यति।